कल्पना गर्नुहोस्, एक बिहान तपाई आँखा खोल्न साथ समाचार हेर्नुहुन्छ, इजरायलमाथि आणविक हमला भयो। केही घण्टापछि इजरायलले तेहरानलाई लक्ष्य गरेर आणविक जवाफ दिएको पुष्टि हुन्छ। यो कुनै चलचित्रको कथा होइन, बरु सम्भावित यथार्थ हो। यदि इरान र इजरायल बीचको तनाव चुलियो र परिस्थितिले आणविक युद्धको रूप लियो भने यस भिडियोमा हामी विस्तृत रूपमा हेर्छौं कि यस्तो युद्धको कारण के हुन सक्छ, प्रत्यक्ष प्रभाव कस्तो हुनेछ र त्यसको विश्वव्यापी परिणामहरू के हुन सक्छन्। इरान र इजरायल बीचको सम्बन्ध दशकौंदेखि तनावपूर्ण रहँदै आएको छ। इरानले इजरायललाई अवैध राष्ट्र भनेर चिनिन्छ र खुला रूपमा इजरायलको विनाश चाहेको कुरा उसका नेताहरूले सार्वजनिक रूपमै भनेका छन्। अर्कोतर्फ इजरायल इरानको आणविक कार्यक्रमलाई आफ्नो अस्तित्वमाथिको सीधा खतरा मान्दछ। इरानले शान्तिपूर्ण उद्देश्यका लागि परमाणु ऊर्जा विकास गरिरहेको दावी गर्छ, तर इजरायल र पश्चिमी देशहरूले विश्वास गर्दैनन्। यदि कुनै दिन इरानले गोप्य रूपमा आणविक हतियार निर्माण गर्यो र त्यस्तो हतियार इजरायलमाथि प्रयोग गरियो भने इजरायलको तुरुन्त प्रतिक्रिया अत्यन्तै घातक हुन सक्छ। इजरायलसँग पहिले नै अनुमानित 80 देखि 90 आणविक हतियार छन्। यस्तो स्थितिमा दुवै देश केही मिनेट भित्रै एक अर्कामाथि विनाशकारी हमला गर्न सक्छन्। यदि इजरायलको राजधानी तेल अभिव वा इरानको तेहरानमा आणविक हमला भयो भने त्यसको प्रभाव विनाशकारी हुनेछ। एकैचोटिमा लाखौं मानिसको मृत्यु हुनेछ, कुनै पनि पूर्व चेतावनी बिना। अस्पतालहरू ध्वस्त हुनेछन्, विद्युत, इन्टरनेट र सञ्चार प्रणाली पूर्ण रूपमा बन्द हुनेछन्। रेडिएसनका कारण बचेकाहरू पनि केही दिनमै घातक असरमा पर्नेछन्। मानिसहरू सड़कमा घाइते, भ्रमित र त्रस्त अवस्थामा देखिनेछन्। यसले सामाजिक व्यवस्था पूर्ण रूपमा टुटाउँछ, शहरहरू बस्न लायक नरहनेछन्। यस्तो अवस्थाले न त युद्ध जितिन्छ न मानवता बाँच्छ। मध्यपूर्व, जसले पहिले नै युद्ध र अस्थिरता धेरै भोगिसकेको छ, यस्तो आणविक प्रहारले पूर्ण रूपमा ध्वस्त हुन्छ। इजरायल वा इरानबाट मानिसहरू लाखौं संख्यामा भाग्न थाल्नेछन्। छिमेकी देशहरू लेबनान, जोर्डन, इराक र टर्कीमा शरणार्थीको ठूलो लहर आउन थाल्छ। रेडिएसनले हावामा बिस्तारै फैलिँदै यी देशहरूमा पनि असर पार्न थाल्नेछ। यो सिर्फ युद्धको मुद्दा होइन, यो मानवीय संकटको शुरूआत हुनेछ। स्वास्थ्य, सुरक्षा र आपूर्ति व्यवस्था एकैसाथ ध्वस्त हुन्छ। स्थिति दिन प्रतिदिन भयावह बन्दै जान्छ। जुनै देशमा यस्तो घटना हुन्छ त्यसको प्रत्यक्ष प्रभाव त निश्चित हुन्छ नै, तर अप्रत्यक्ष रूपमा सारा विश्व प्रभावित हुन्छ। संयुक्त राष्ट्रसंघले आपतकालीन बैठक बोलाउँछ। अमेरिका इजरायलको समर्थनमा खुला रूपमा उभिन्छ, जबकि चीन र रूस इरान प्रति सहानुभूति देखाउँछन्। यस्तो शक्ति सन्तुलनको चापले भारत, पाकिस्तान, टर्की, साउदी अरब र अन्य शक्तिशाली राष्ट्रहरू पनि युद्धको तयारीमा उत्रिन सक्छन्। यदि यी मुलुकहरू पनि प्रत्यक्ष रूपमा भिड्न थाले भने त्यसले तेस्रो विश्वयुद्धको रूप लिन सक्छ, जुन सम्भवतः मानव इतिहासको सबैभन्दा विनाशकारी युद्ध हुनेछ। यस युद्धको सबैभन्दा छिटो असर पर्ने क्षेत्र भनेको अर्थतन्त्र हो। एकै रातमा अन्तर्राष्ट्रिय शेयर बजारहरू ध्वस्त हुन्छन्। विश्वभर इन्धन अभाव शुरू हुन्छ। अन्तर्राष्ट्रिय व्यापार, कार्गो, एयर ट्राफिक, आपूर्ति श्रृंखला सबै अवरुद्ध हुन्छन्। खाद्यान्न, औषधि र अत्यावश्यक सामग्रीको मूल्य आकाशिन्छ। यस्तो आर्थिक संकटको सबैभन्दा ठूलो मार भनेको विकासोन्मुख देशहरूमा पर्छ, जहाँ जनसंख्याको ठूलो हिस्सा दैनिक आयमा निर्भर छ। यस्ता देशहरूमा दंगा, लुटपाट र राजनीतिक अस्थिरता फैलन थाल्छ। वैज्ञानिकहरू भन्छन् यदि 10 देखि 20 वटा आणविक बम विस्फोट भए पनि पृथ्वीको वातावरणमा गम्भीर असर पर्न सक्छ। आगलागी र धुवाले सूर्यको किरण रोक्छ। यसको परिणाम स्वरूप पृथ्वीको औसत तापक्रम 2-3 डिग्री सेल्सियसले घट्छ। यस्तो स्थितिलाई आणविक जाडो वा न्युक्लियर विन्टर भनिन्छ। खेतीयोग्य जमिन बाँझो हुन्छ, अन्न उत्पादन कम हुन्छ र विश्वभरि खाद्यान्न संकट शुरू हुन्छ। यसको दीर्घकालीन प्रभावले भुकमरी, शरणार्थी संकट र मृत्युदरमा उकालो ल्याउँछ। यस्तो युद्धले केवल भौतिक विनाश मात्रै गर्दैन, मानिसको मनोविज्ञानमा पनि गहिरो चोट पुर्याउँछ। रेडिएसनबाट बचेकाहरू पनि तनाव, भय, निराशा र अवसादमा चपेटामा पर्छन्। आत्महत्या दर बढ्छ। जनमानसमा सरकारप्रति आक्रोश र विश्वासको संकट उत्पन्न हुन्छ। सामाजिक संरचना विघटित हुन्छ। धर्म र जातका आधारमा हिंसा शुरू हुन सक्छ। इन्टरनेट र सञ्चार माध्यममा षड्यन्त्रको झुटा लहर फैलिन्छ, जसले समाजलाई अझ विभाजित बनाउँछ।
यो थियो इफ ल्याब्स नेपाल, जहाँ कल्पनालाई विज्ञानसँग मिलाएर बुझिन्छ। यदि तपाईलाई यस्ता विचारशील यथार्थमा आधारित भिडियो सामग्री मनपर्छ भने कृपया लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। तपाई के सोच्नुहुन्छ? के विश्व आणविक युद्धको लागि तयार छ? तल कमेन्ट गर्नुहोस्।